आज चाहिँ हामी दाउरा लिन जाँदैछौँ। मेरो इक्जाम पनि भ्याइयो अनि आन्टी र म चाहिँ दाउरा लिन जाँदैछौँ। मेरो भिडियो चाहिँ आन्टी खिच्दै हुनुहुन्छ। मेरो आन्टी चाहिँ हजुरहरूलाई मैले चाहिँ मेरो बारीमा जाने बाटो देखाउँछु। आउनु मलाई चाहिँ मजा आइरहेको छ। हामी बारीमा जाँदैछौँ। जङ्गल चाहिँ होइन, यो चाहिँ हामीले खरियान भन्छ। खरियान भनेको के हो शिल्पिया? खरियान भनेको चाहिँ त्यो खरहरू हुन्छ नि, त्यो काट्न आउँछ मेरो मम्मीहरू। अनि खरियान भन्नुहुन्छ चाहिँ मलाई पनि खरियान भन्छ। यदि सानो बाटोमा हिँड्न तिमीलाई डर लाग्दैन? लाग्दैन, यो चाहिँ हामी पहिलेदेखि हिँडिराखेको बाटो, हामीलाई डर लाग्दैन। यहाँ चाहिँ कहिलेकाहीँ चाहिँ धेरै मानिसहरू चाहिँ पिकनिक खान आउँछ। त्यसको लागि त्यो सुविधाको लागि चाहिँ त्यहाँ होमस्टे बनाएको छ। त साथीहरू मैले रुखमा के देखाउँछु त्यहाँ त तिमीलाको घर गाइस कति राम्रो है, कस्तो राम्रो है। पिकनिक खाने ठाउँ त्यही हो। हजुर हो त्यो, हेर्नुहोस् त त्यहाँ कति राम्रो छ। हामी घाँस काटेर आएर हजुरहरूले देखाउँछौँ ल। हस् बनाउनु छ। हेर्नुहोस् त माथि त पानी उम्रेर यहाँ आएको छ। त्यो डाँडो हेर्नु त कस्तो राम्रो देखेको। मेरो बिना हेर्नुहोस् त गाइस, बनमाराहरू कति छन्, कस्तो राम्रो देखेको छ नि। फुलेछ होइन ढकमक्कै। हेर्नुहोस् त, लाउनुहोस् त प्यारको लागि फोटो। थ्याङ्क यू। आउनु गाइस, अब चाहिँ हामी अर्को बाटो जाऊँ। अलमोस्ट आइपुग्न लाग्यो होइन? हजुर, अब आइपुग्न थाल्यो। यो पात खसेर कस्तो खुट्टा चिप्लिने भएछ होइन? हेर्नु न, सत्तर लाग्नु थाल्छ हुन्छ। सुत्तर पनि लगाउँला है। खन्नु पनि पाकेको रहेछ। पाकेको नि रहेछ गाइस। यहाँ चाहिँ अलिक तल झर्नुपर्छ। मलाई डर लाग्छ, म कसरी झर्नु? अहिले चाहिँ आन्टीले ह्याज गरेको अर्को पनि रहेछ त्यस्तो डर लाग्छ बाटो। यस्तोबाट के गरेर झर्नु होला? टोको बुन्ने निधारको चोयाले जेनै खायो त्यो तिम्रो मोयाले। आफूलाई हिँड्नु त हो। ल यो चाहिँ हो हाम्रो बारी। हामी फाइनली आइपुग्यौँ। यहाँ चाहिँ हाम्रो दाउरा छ, अस्ति नै थुपारेर राखेको। है नसरेको छैन रुख त। दाउरा काट्दै हुनुहुन्छ आन्टीले चाहिँ। वाह, आऊ तिमी छोडा। यस, रेडी स्टार्टिङ का। छोडा यता फर्कौँ न। लाँदै लाँदै या खै त सब भोप्यो त नि। हाल न खस्यो। अघिको चाहिँ सानो भारी, यो पनि सानो भारी। यसलाई चाहिँ भुटाइदिनु गयो। हामी चाहिँ अघि फालेको दाउरा चाहिँ हामी यो दोकानमा हाल्दैछौँ। आन्टीले हाल्दै हुन्छ, म चाहिँ लक बन्दिदिएँ। गाइस, मेरो आन्टीले चाहिँ भारी बोक्नु भयो। अब जाने यो बाटो जाने। अब चाहिँ बाटो जाने। अघि चाहिँ हामी माथि हाट आएको थियौँ, त्यहाँ बाटो। अब चाहिँ यता हाट जाने। ल आउनुहोस् है गाइस, सँगै जाऊँ।